आदरणीय दर्शकवृन्द सम्पूर्णमा नमस्कार तथा महाशिवरात्रि पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज म बैतडी जिल्लाको प्रसिद्ध धार्मिक स्थल पत्ताल भुमेश्वर धाममा छु र यो बैतडी जिल्लाको सुर्नैया गाउँपालिका 2 दशरथचन्द्र राजमार्ग अन्तर्गत खतमाज पाटन सडक खण्डको बीचमा सिउडे भन्ने ठाउँबाट 1 किलोमिटर पैदल यात्रा गरेपछि यो धाममा पुग्न सकिन्छ र प्राचीन कालमा सती देवीको अंगपतन हुने क्रममा सती देवीको पैताला खसेको ठाउँ हुनाले यसको नाम पत्ताल भुमेश्वर रहन गएको भन्ने पौराणिक किम्वदन्ती रहेको छ र यहाँ कहिले पनि नसुक्ने प्राकृतिक ताल रहेको छ र एसियाकै सबैभन्दा लामो गुफा भनेर वैज्ञानिकहरूले पुष्टि गरिसकेको सबैभन्दा लामो गुफा पनि रहेको छ र यहाँ धेरै सौन्दर्य वातावरण र हरियाली वनजंगल र मनोरम दृश्यहरू पनि छन् र यहाँ शिवजीको मन्दिर पनि रहेको छ र यहाँको प्रचार प्रसार गर्न सक्यो भने आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने प्रचुर मात्रामा सम्भावना रहेको छ र हजुरहरू पनि एकपटक अवश्य यो धामको दर्शन गर्नुहोला र म पनि यो धामको दर्शन गर्न गएको छु। सम्पूर्णमा शिवरात्रिको मंगलमय शुभकामना होस्। नमस्कार, धन्यवाद।